यदि तपाईहरू तीर्थयात्रा त्यसैगरी गुम्बा छोटेनहरू घुम्नु गइरहेको छ भने तपाईहरूलाई के गरौँ त त्यहाँ माने मलम के गरौँ पाठ के गरौँ के पूजा गरौँ भन्ने कतै जिज्ञासा छ भने चाहिँ मैले आफै अब आफ्नो अनुभव मलाई गुरुले भन्नुभएको एकदम धेरै छ पाठमा तर पनि संक्षिप्तमा चाहिँ कस्तो छ त भन्दाखेरि देवरा शेप्पा खेको चिटादङ खोर्दङ कुचे छेदङ सिङखमदङ खेके छेन्चोक सङ्पो चिटावा डेटा खोनर दसो जोवर सो भनेर भन्नुभएको छ है। भन्नेको अर्थ चाहिँ अब बुद्ध जाङसुसेम्बा बुद्धिस्ट अथवा जो पनि हुनुहुन्छ तपाईको शरीरदेखिको लिएर तपाईको ज्ञान तपाईको नाम तपाईको लीला जे जस्तो छ त्यस्तो सबै चाहिँ अन्त हामी सबै सर्व प्राणी पनि तपाईँ जस्तो हुनु पाऊँ र तपाईको ज्ञान हामीलाई त्यस्तो प्राप्त भएर हामी पनि तपाईँ जस्तोको बुद्धको क्षेत्रमा हामी पनि पुग्न सकोस् भनेर भन्नुभएको हो। यो चाहिँ अनि ढोलमा पाठको अन्तिममा पनि जोडेको हुन्छ।